बार्सिलोनाको आधा दर्जन गोलको आतंक फेरि मार्केटमा फर्किएको छ। च्याम्पियन्स लिग म्याच डे 3 मा ओलम्पियाकोसलाई 6-1ले बार्सिलोना जित्दै मच निडेड कन्फिडेन्स गेन गरेको छ। आजको खेलमा नायक बने फर्मिन लोपेज, ह्याट्रिक हिरो, र साथमा रासफोर्डको पनि 2 गोल, लामिन यामाल 1 गोल। मतलब केटाहरूलाई जुन कन्फिडेन्स बुस्ट चाहिएको थियो नि त्यो आजको गेममा मिलेको छ। र कतिखेर मिलेछ? ठ्याक्कै यसपछि अब एल क्लासिको हुँदैछ त्यसैको अगाडि। र भन्नै पर्दाखेरि बार्सिलोनाले 6 गोल हान्दाखेरि ओ वाउ भनी हान्नु त पर्ने होइन कि। त्यही पनि रिसेन्टली बार्सिलोनाको जुन फर्म धर्मराइरहेको थियो त्यो धर्मराइरहेको अवस्थालाई ब्याक टु द फर्म ल्याउने गेम आज भएको छ। र आधा दर्जन गोलको आतंक त्यही माथि सेतो जर्सीमाथि। खासै नौलो कुरा त होइन यो बार्सिलोनाको लागि। एनिवेज तिहारलाई थाती राखेर बार्सिलोनाको गेम हेर्न बसेका सम्पूर्ण बार्सिलोना फ्यानहरूलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु। र लास्टमा के भन्न चाहन्छु भन्दाखेरि सक्दैन नि फेरि बार्सिलोनालाई। अबको भेट एल क्लासिकोमा।